सिभिल इन्जिनियरिङ कम्पनी खोल्नुको लागि कति जस्तो खर्च लाग्छ सबैभन्दा सजिलो त त्यति बेला त गुगल त थियो त्यहाँदेखि टक्कै गर्दाखेरि चाहिँ गुगलले फेरि टु ओपन सिभिल इन्जिनियरिङ कम्पनी यु निड टु ह्याभ दिस मच क्यापिटल हैन एउटा अफिस स्पेस हुनु पर्यो यो हुनु पर्यो एन्ड सो मेनी थिङ्स त्यो भरिमा चाहिँ केही थिएन मेरो फेरि सेम थिङ फेरि ब्याक अफ माई माइन्ड हुँदैछ अब के भन्छ यसको लागि त इन्भेस्टमेन्ट हो इन्भेस्टमेन्ट चाहिँ पैसा होइन भने चाहिँ के हो मैले त्यति बेला मेरो इन्टरनेट ब्याङ्किङ खोलेर चेक गरेको 2780 रुपियाँ थियो त्यहाँदेखि सोचेँ मेरोमा यो पैसा छ मलाई कम्पनी खोल्नु छ कम्पनीले यो काम गर्छ यसको इन्भेस्टमेन्ट चाहिँ 2780 रुपिस प्लस मेरो टाइम हो मेरो आइडियाज हो यो कुरा भयो यो यति बेला चाहिँ नि म आफूसँग चाहिँ नि एकदम त्यो ग्रे जोनमा गएर चाहिँ म आफूसँगै कन्भर्सेसन गर्दै थिएँ क्या बुझाउँदै आफूलाई बुझिस् होला नि भन्दै क्या यो चाहिँ यस्तो है भन्छ नि हामीले कोही बेला एक्लै बसेर त्यो भइरहेको थियो त्यति बेला मेरो साथीहरूले एकजनाले 2000 अर्कोले 2000 यस्तो गरेर पैसा उठाएर चाहिँ त्यहाँदेखि चाहिँ मैले जिएमसीबाट ट्रेड लाइसेन्स निकालेर डिस्ट्रिक्ट कोर्टमा आफ्नो फर्म रेजिस्टर गरेर यसरी चाहिँ अगाडि बढाएर लिएर गएको